नमस्कार, म इलेक्ट्रिसियन ज्ञान हुँ। आज चाहिँ म तपाईहरुलाई काठमाडौँदेखि झापासम्मको यात्रामा सहभागी गराउँदैछु। आज चाहिँ म बिहानै 3 बजे राति उठेर जम्बो हाइस चढेर 4 बजे गाडीमा चढेर यात्रा गर्दैछु। यतिखेर झन्डै म भक्तपुरको अड्डा क्रस गरिसकेको छु। यतिखेर जाम लागेको छ। गरिरहेको छ। रफ्तारमा कुदिरहेको छ। रफ्तारमा हिँडिरहेको छ। लगभग बानेबातिर पुग्न आँट्यो कि कहाँ पुग्यो पनि अब त्यति साह्रो बाटो थाहा छैन। यतिखेर हामी धुलीखेलबाट टर्निङ सुरु गरिसकेका छौँ। धुलीखेल हुँदै यतिखेर यो धुलीखेलको टर्निङहरू यो मयूर गाडीको बस पार्क छेउछाउ हुँदै अगाडि बढिरहेका छौँ। टर्निङमा पनि अब अलिक पक्रेर बसेन भने ओल्लाछेउ र पल्लाछेउ हिँडेर अब अगाडि बस्दा त्यति अनुभव थिएन। अगाडि बसे अनुभव थिएन हाइसमा। यो पहिलोचोटिको अनुभव। टर्निङमा चाहिँ ओल्लाछेउ र पल्लाछेउ नै हिँडेर छ। गाडीको रफ्तार अलिक बढी नै भएर यस्तो भएको होला। 60 70 मा कुदिरहेको छ गाडी।
ओभरटेक गर्नलाई बाटो पनि साँघुरो छ, टर्निङ छ, त्यो गाडीहरू आइरहन्छ। त्यसै कारणले ओभरटेक गर्न अलिक भ्याइरहेको छैन हाम्रो गुरुजीले। गाडी आफ्नै रफ्तारमा कुदेको छ। ल त्यसले उता साइड दियो र हामी अगाडि बढ्यौँ। अब बाटो सानो सानो साँघुरो, यो सिन्धुलीको बाटो। यो रोसी खोलाले बाटो नबिगारेको भए त छिटै पुगिन्थ्यो होला, तर रोसी खोलाको उपद्रवको कारणले गर्दाखेरि बाटो सबै तहस नहस भएर खोला कुद्नु पर्ने रहेछ। त्यो पनि म तपाईँहरूलाई अहिले एकछिनमा त्यो दृश्यहरू देखाउनेछु। यो धुली खेलपतिरका यी सल्लाहका रुखहरू, यी डाँडाहरू कति रमाइलो देखिन्छन्। कति राम्रो सुन्दर ठाउँ, शान्त ठाउँ। कहिले बस अगाडि, कहिले हामी अगाडि गर्दै कुदिरहेका छौँ, हिँडिरहेका छौँ। सबैलाई जानु हतार छ, बाइकहरूलाई पनि एकदम हतार छ। यो चाहिँ खाजा खाने ठाउँको दृश्य हो। यहाँ सुन्तलाको बिरुवाहरू रहेछ। यहाँ मैले देखाउनलाई कोसिस गरेँ अलि परैबाट। कति राम्रो सुन्दर ठाउँ। खाना खाए पछाडि हाम्रो यात्रा फेरि सुरु भएको छ। अफरोड बाटो आइसकेको छ। हामी रोसी खोलाको छेउछाउ आइपुगेको छौँ। यतिखेर गाडीमा हामी 16जना छौँ प्यासेन्जर। बाटो एकदमै अफरोड छ। यो ढुङ्गा ग्राभल रोड छ। सबै खोलाले बगाएको कारणले गर्दाखेरि सबै ढुङ्गाको बाटो पुरै अफरोड। खोलै खोला कुद्नुपर्ने। खाल्टा सबैको छौरीहरू त्यस्तैमा गाडीहरू कुदिरहेका छन्। यहाँ पानी चाहिँ आयो भने बाटो बन्द हुने अवस्था रहेछ। अब खोलाको बिचै बिचबाट बाटो छ। रोसी खोलाको उपद्रवले गर्दा यस्तो भएको हो। कति सालमा हो कि पहिला आएको यो बाढीले गर्दाखेरि सबै क्षति पुर्याएको यो हाइवे। अहिले यसरी माटो पानीकै छेउबाट कुदाउनु पर्ने बाध्यता रहेछ। बाटो त बन्दै रहेछ, तर अब योपालिसम्म पनि सकिएको छैन। घमाटो भइरहेको छ। अब यहाँबाट उकालो परेर हामी फेरि पुनः त्यही बाटोमै घरतिर लानु ठुलो माथितिर। पहिला त तलै बाटो थियो, अहिले अलिक माथि तल गर्दै बाटो बनिएको छ। पुरानो बाटोमा जाने अनि फेरि नयाँ खोलातिर झर्ने। यो माथिको पुल हेर्न सक्नुहुन्छ। जहाँबाट माथि भइसकेको छ। गाडी पहिलो बगाएर फेरि अगाडि बढ्छ बाटो। यहाँ पहिलाको बाटो जोडिन्छौँ कि अब यहाँ माथि फेरि त्यस्तै खोलामै झर्नुपर्ने हुन्छ। खोलामा बगाएर बाटो बगाएर नानीको रोसी खोला होइन रहेछ, नामको पनि रोसी नै रहेछ खोला। तर खोला रहेछ। कहिले केही नभएको बाटोलाई 81 सालको बाढीले खत्तम पारिदियो। हेर्न सक्नुहुन्छ धुलो उडाएर गाडीहरू कुदिरहेको छ। रोसी खोलै खोला यसरी कुद्नु परेको छ। लगभग 4 घन्टाको खोलाको कुदाइ पश्चात मात्रै रोड भेटिने रहेछ। नेपाल थोक नपुगेसम्म बाटो यस्तै अप्ठ्यारो। नेपाल थोकभन्दा अलि ओडा सेतीदेवी मन्दिरभन्दा अलि तलबाट चाहिँ बाटो राम्रो छ।
तिम्रो शिर बन्दी चलाला मलाई भइसक्यो तल गाडी कुदुन्जेल पुरै गर्मी छ अफरोडै अफरोड छ बाटो कतैतिर एकदम यत्रा ढुङ्गा छन् भने अर्कातिर पनि ढुङ्गै ढुङ्गा छन् स्काभेटरले समयको ठाउँबाट मात्रै गाडी कुदिराखेको छ अन्त कतै बाटो छैन अन्तबाट कुदाउनु भने ठुल्ठुला ढुङ्गा र चट्टानदेखि बाहेक केही छैन गुरुजीले त्यो बिचमा पनि हुइकाइराख्नु भएको छ गाडीहरू कुदिरहेका छन् तछाड र मच्छड गर्दै गाडीहरूसँग हामी पनि हुइकिरहेका छौँ हामीलाई पनि झापा पुग्नु हतार छ हामी प्राय सबैजना मान्छे झापाका छौँ कोही कोही होलान् पिच्छको मान्छे 16 जना मान्छेमा म एउटा सुरुङ्गाको छु भने अरू त म तेर्खा झिलझिले कता कता हुनुहुन्छ भिडियो एडिट गर्दा गर्दै बिचमा आमा आएर बोलिदिनुहुन्छ अनि जीवन का हर एक प्रहर Highlights Nepal, complete digital entertainment house. कसले देखो अप्सरालाई
रमाइलो लाग्दो रहेछ चिकनमा हेरेको साथी साथी घर पनि यताबाट यतिखेर चाहिँ यो कुन ठाउँ हो पनि हिँडिराखेका छौँ। टर्निङ धेरै छ, लगभग यो ऐना पहरा सेती देवीतिर आइपुग्यो कि जस्तो चाहिँ लाग्दैछ मलाई। यहाँबाट तल सुनकोशी देखिँदैछ, त्यो पारितिर एकै नाचको घरहरू देखिरहेको छ। त्यो चाहिँ के भन्छ धुर्म सुन्तली फाउन्डेसनले बनाएको हो कि हिमालय ट्रस्टले कसले बनाएको त्यो पनि थाहा छैन। थाहा हुनेहरूले कमेन्टमा भनिदिनु होला।
त्यतिखेर यो ऐना पहरामा ऐनाहरू भित्ताभरि ऐना रहेको ठाउँतिर आइपुगेको छ। देख्न सक्नुहुन्छ ऐना चाहिँ धेरै यसपालिको हावाले झारेछ। सतीदेवी मन्दिरको यो पाखामा भएको ऐनाहरू धेरै ऐनाहरू सबै हावाले झारेको कारणले गर्दाखेरि सबै तल थुपारेर राखेको रहेछ। कसैले चाहिँ यो किला ठोकेर फेरि माथि राखे नफुटेकोहरूलाई चाहिँ माथि राखेदेखि कति राम्रो देखिन्थ्यो। हामी अहिले यो ऐनाको पहरा छिचोलेर अगाडि बढिरहेका छौँ। यो सतीदेवी मन्दिर क्रस भएर हामी अगाडि गइरहेका छौँ। अब यहाँबाट चाहिँ अगाडि बढ्दै गर्दा तल सुनकोशी खोला देखिरहेको छ। भिडियो लामो छ, अन्तिमसँग हेरिदिनु होला।
गुरुजी आफै फोनमा अलिक धेरै बढी व्यस्त भएर मैले सोध्ने प्रयास गरिनँ। गुरुजीले गाडी कुदाइराख्नु भएको छ, किन सोध्ने, अब किन डिस्टर्ब गर्ने जस्तो लाग्यो। गाडी डिस्टर्ब गर्न मैं तेरी आंखों में उदासी कभी देख सकता नहीं, तुझे खुश मैं रखूंगा सुनेना। मैं तेरा हूँ तो बेखामोशी कभी देख सकता नहीं, सारी बातें मैं सुनूंगा सुनेना। जतिसम्म देखिन्छ त्यति चाहिँ देखाउने छु। म बिहानको दृश्यहरू नबिसे धार्मिकतिरको चाहिँ देखाउने छु। यतिखेर चाहिँ हामी यो सेल्फी डाँडा भन्ने ठाउँमा आइपुगिसकेका रहेछौँ। सिन्धुलीको सेल्फी डाँडा, यो चाहिँ पुरा फोटोहरू राखेर यहाँ एकदम बनाएर यतापट्टि मूर्ति बनाएर राखिएको रहेछ कसको पनि। यो चाहिँ सेल्फी डाँडा। हाम्रो गाडी ओह्रालो लड़के जुबान करके नजर घायल बनाऊनी, लड़के जुबान करके नजर घायल बनाऊनी। सहज तरिकाले गाडी गर्नेलाई कसैले नि रोक्नु हुँदैन, माया बैगुनी नरन नभई नहुने, माया बैगुनी नरन नभई नहुने। लगाइहाल्यो टुना पुरा जति पोहनी, लगाइहाल्यो टुना पुरा जति पोहनी। रुपै मोहनी नरन रुपै मोहनी, रुपै मोहनी नरन रुपै मोहनी। लड़के जोबन करके नजर घायल बनाऊनी, लड़के जोबन करके नजर घायल बनाऊनी। टर्निङ बाटोहरू सस्तो छ। टर्निङमा गाडीहरू सँगसँगै हामी पनि घुमिरहेका छौँ। यसरी गुरुजीले हामी सबैलाई एकदम 16-17 जना प्यासेन्जरलाई घुमाइराख्नु भएको छ। गुरुजी सँगसँगै हामी पनि
गुरुजीले सँगै कुदिराखेका छौँ। यता आएपछि अलिक चिसो चिसो महसुस भएको छ। त्यति गर्मीको अनुभव छैन, यहाँ धेरै शीतल छ। अब यहाँबाट तल झरेपछि गर्मी हुन्छ भन्दै हुनुहुन्छ गुरुजीले। नानीलाई चाहिँ भनेर छ तल हामी त्यतिखेर गाईघाट आइपुगिसकेका छौँ। यहाँ गाई चोकमा देख्यो नानी यहाँ एकजना पेसेन्जर चढाउँदै हुनुहुन्छ गुरुजीले। म यतातिर फोन गरे भए फेरि कुर्नुपर्ने रहेछ। फेरि 2-4वटा डायलग अलिकति सुन्थेँ, फेरि भजन कीर्तन सुन्नु पर्थ्यो। फेरि मैले दिमाग खराब, भजन कीर्तन सुन्दा सुन्दा कान पाकिसक्यो आज मेरो। धन्न त्यहाँ सिङ्गलमा परेछ। जिन्दगीमा नसुनेको भजन कीर्तन सुनेको छ आज बिहानले। रुगा लागिरहेछ हौ रुगा। कसैले कति घन्टा लाग्छ पुग्न भन्दैछन्, कसैले कति घन्टा लाग्छ पुग्न भन्दैछन्। हामी त्यतिखेर रातो बत्तीमा अडिएका छौँ। रातो बत्ती बलेपछि हामी सबैजनाले नियमको पालना गर्नुपर्छ। त्यतिखेर पैदल यात्रीहरूको पालो आएको हुन्छ। यसरी क्रस गर्दाखेरि हामीले त्यतिखेर अगाडि बढिदिनु हुँदैन, नभए एक्सिडेन्ट हुन सक्ने ठुलो सम्भावना हुन्छ। र हाम्रो गाडी अगाडि हुर्किराखेको छ। अब चाहिँ पुरै गाउँले हरियाली, डाँडाकाँडा, पहाड कटेर एकदम तराई भूभाग जस्तो ठाउँहरूमा हामी सबैजना उम्किरहेका छौँ। यतातिर चाहिँ यसरी सिटीहरू पनि कुद्छन्। यसरी धेरै सिटीहरू कुदिरहेका छन्। यतातिर आएपछि चाहिँ पुलहरू पनि ठुलो छ। त्यतिखेर मलाई लाग्छ म महेन्द्र हाइवेमा आइपुगेको छु कि जस्तो लाग्छ। मैले बिचको भिडियोहरू हाल्न सकिनँ जस्तो छ। मैले भिडियो त गरेको थिएँ, तर भिडियो एडिट गर्दा गर्दै डिलिट भएछ कि जस्तो लागिरहेको छ। नभए मैले त भिडियो बनाएको थिएँ। यो त पक्का पनि यो इटारी छेउछाउ कतै आइपुगेको हो कि जस्तो मलाई अनुभव लागिरहेको छ। त कतातिर हो यो इटारी कटेर अगाडि बढिरहेको हो कि सायद जस्तो छ। अघिको गाडी यसरी हाम्रो एसियन हाइवेको काम भइरहेको छ। कतै पिच छ भने कतै यसरी पानी लगाएर माटो थिच्ने काम भइरहेको छ। एकदम हिलाम्ने छ, धुलो उड्छ भनेर। कतै चाहिँ यो 6 लेनको बाटो भएको कारणले गर्दाखेरि पुरा ठुलो बाटो छ। त्यसरी एकदम ठुलो बाटो बनाउने क्रममा बाटो भत्काइएको कारणले गर्दाखेरि धुलो पनि उडिरहेको छ। निकै धुलो उडेको देख्न सक्नुहुन्छ। यस्तो बेलामा बाइकमा बस्ने प्यासेन्जरहरूले चाहिँ, बाइकमा हिँड्ने साथीभाइ दाजुभाइहरूले चाहिँ मास्क चाहिँ प्रयोग गरे राम्रो हुन्छ। नभए धुलै धुलो, यो दूषित धुलो, यो पक्कै पनि राम्रो धुलो छैन। एसियन हाइवे अन्तर्गत यो बाटो यसरी ठुलो चौडा फराकिलो पार्ने काम भएको छ। वान वे एकतर्फी बाटो बनिन थालेको छ। अहिले चाहिँ अर्कोपट्टि नबनिएको कारणले दुईतर्फी नै कुदिरहेको छ। तैपनि बाटो ठुलो देख्न सक्नुहुन्छ। एकदम कहीँ ठुलो बाटो, कहीँ सानो बाटो, कहीँ एकदम वान वे, कहीँ हिलाम्ने बाटो, कहीँ धुलाम्ने बाटो। यसरी नै हामी अगाडि हुर्किरहेका छौँ। त्यसै क्रममा हामी कुन ठाउँमा पनि थाहा छैन। हेरिदिनु होला, तपाईँहरूले कमेन्ट गरिदिनु होला। अब बाटो यो एसियन हाइवे खन्ने क्रममा चाहिँ सबै दुई साइडको संरचनाहरू भएको कारणले गर्दाखेरि पुरानो चिजहरू केही पनि नचिनिँदो रहेछ। म पहिला यो सबै ठाउँहरू थाहा थियो। अहिले मलाई यो कुनै पनि ठाउँ यो हो भनेर मैले अड्कल गर्नै सकिनँ। सबै हेर्दै जाँदा सबै भत्काएको छ। उस्तै देखिन्छ, कहीँ कुन ठाउँ हो भन्ने कुरा पत्तै लगाउन सकिनँ। बोर्डहरू त्यति खासै परबाट अलिक कमै देखियो। अब यहाँ गुरुजीहरूले पनि अब मैले सोध्ने कुरा भएन। गुरुजीले गाडीको रफ्तार दर बढाउनु भएको छ। एकदम हामीले समयमा सबैलाई घर पुर्याउनु छ। त्यसै कारणले गुरुजीले गाडी कुदाइराख्नु भएको छ। हामी सबैजना एकदम
कतिखेर घर पुग्ने भन्ने हतारमा छौँ। एकदम गर्मी पुरै अनुभव भएको छ। यतिखेर पुरै गर्मी भएको छ, खलखली पसिना आइरहेको छ अनुहारबाट। म चढेको गाडी चाहिँ एसी होइन, त्यही भएर होला गर्मी ज्यादा भएको। एसी भएको भए सायद शीतल हुन्थ्यो। यो चाहिँ नर्मल गाडी भएको कारणले गर्दाखेरि अलिक पुरानो पनि रहेछ गाडी। बाटोमा बिग्रियो भने दुःख दिएर कहिले तेलको ट्याङ्की नखसे पनि ट्याङ्की अड्काउने पत्ता खस्ने, कहिले के हुने गरेर एकदम ढिलो भइराखेको छ। तर पनि गुरुजीले एकदम हुर्काइराख्नु भएको छ गाडी रफ्तारमा। यसो देख्न सक्नुहुन्छ एसियन हाइवे यसरी ठुलो चौडा पारिएको छ। एकदमसँगले जिन्दगीमा यति रमाइलो बाटो बनिएको छ कि एसियन हाइवे अबको 2-4 वर्ष पछाडि यति सब्जी बजार हो। तपाईँले देख्न सक्नुहुन्छ सब्जी बजार यस्तो छ, सानो छ। बजार बिचमा लागेको छ। मकै भएको सिजनले होला बजारमा मान्छेको उपस्थिति त्यति देखिँदैन, पातलो छ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। एक लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला र भिडियो हेरिदिनु होला। धन्यवाद। नमस्कार भन्ने दिन चाहन्छु। नमस्ते, बाई बाई।